आज बिहानै 2 महिनाको शीतकालीन बिदालाई सिधाएर हाम्रा गाउँका विद्यार्थीहरू पुनः आफ्नो शिक्षा आर्जनको निम्ति विद्यालयतर्फ लम्किरहेका थिए। जमाना एआईको आए तापनि बाटोमा डोजर आउँदा हेर्न निस्किनै पर्ने। भन्न पर्दा आज घाम पनि निकै नै छर्किएको थियो। भिडियो हेर्नुहुने सम्पूर्णमा खाम्रिमो भन्दै म पनि लागे अब बारीतिर आफ्नो दैनिक कार्यलाई लिएर म, मेरो भाइ अनि मेरो कुकुर साथमा। गोठमा पुगेपछि मैले मेरो गाईलाई मायाले सुमसुमाउन थालेँ। अब गाईलाई दिनभरि सुमसुमाएर नहुने अनि म चाहिँ हत्तपत्त लागे आफ्नो दैनिक साधारण कार्यतिर, जहाँ मेरो काम थियो गाई गोठ सफा गर्नुपर्ने अनि बिजेको थलीमा सोत्तर बिछाएर गाईलाई घाँस हालिदिनु पर्ने। मैले फटाफट आफ्नो कार्यलाई निरन्तरता दिएर पुनः सिधाइसकेँ। अब भने म लागे बारीतिर। बारीमा मिलाएर रोपेको सागहरू लह लह भइरहेका थिए अनि फलफुलका वृक्षहरूमा पनि फलहरू लागिरहेको थियो। अनि मैले चारैतिर नजर डुलाएँ। हाम्रोमा भएको मेवा, केरा अनि यो पाम्लाको रुख, जसमा अति नै ज्यादा फल लागेको थियो। अनि आज मैले यस्तो गरम दिनमा यो पाम्लाको स्वाद लिने निर्णय गरेँ अनि हतपत्त मैले एउटा ठुलो पाम्लालाई टिपेर घरतिर लिएर हिँडेँ। यो पाम्लामा कुन प्रकारको भाइटामिन हुन्छ अनि यसले हाम्रो सेहतलाई के फाइदा दिन्छ भन्ने कुराको जानकारी त मलाई भएन, तरै पनि यसमा लागेको मोटो बोक्रालाई चाहिँ मैले हतपत्त छुरी लगाएर केलाउन थालेँ। यसमा चाहिँ 2 प्रकारको बोक्रा हुन्छ अनि यो चाहिँ एकदमै छिटो तरिकाले केलाउनु पर्छ। अनि यत्रो ठुलो पाम्ला एक्लै खाएर सिद्धाउने त कुरै भएन। मैले हतपत्त लाएर इच्छुक महानुभावहरूलाई खानाको निम्ति निम्तो दिएँ। फ्रीको खाना खानको निम्ति त हाँसी मेरो भाइहरू पनि आयो अनि मलाई यो केलाउनुमा सहायता गर्यो। अनि छेउमा अचार पनि पिसेर राखिदियो। हामी त्यसलाई फटाफट गरेर केलाउन थाल्यौँ, किनभने यसलाई ढिलो केलायो भने एकदमै तितो हुन्छ अनि यो तितो पसेको पाम्ला अति मिठो पनि हुँदैन। अनि यो चाहिँ रातो खालको पाम्ला हो अनि यसमा चाहिँ हामीले नुन, चिनी अनि खोर्सानी मिक्स गऱ्यौँ अनि यसलाई चाहिँ एकदमै मजा तरिकाको बनाउने कोसिस गऱ्यौँ। अब मसला लाएर तयार भएको पाम्लालाई मेरो भविष्य जस्तै कालो कराईमा हालेर मोल्न थाल्यौँ अनि आफ्नो भाग छुटाएर तयार भएको पाम्लाको स्वादको मजा लिन थाल्यौँ। हजुरहरूले पनि यो फल खानुभएको छ छैन कमेन्टमा साझा गरिदिनु होला। हजुरहरूको साथ सपोर्टको निम्ति एकदमै धन्यवाद। फेरि पनि भेट्नेछौँ हामी दोस्रो भिडियोमा। आजको लागि यति नै।